ल आज चाहिँ हाम्रो घरमा पितृ गर्ने कार्यक्रम रहेको छ। पूजामा अब चित्रो चाहिन्छ अरे, काकाले बुन्दै हुनुहुन्छ, उता बुवाले पञ्चको लागि पूजा गर्दै हुनुहुन्छ। पञ्चको लागि पूजा तयारी गर्दै हुनुहुन्छ। पूजा सुरु भइसक्यो पञ्चको लागि। भित्र पूजा गर्नुभन्दा अगाडि चाहिँ सबैले गाउँमा बोलाएको हुन्छ, सबै आउनु पर्ने हुन्छ। आउने क्रम जारी छ, आउँदै हुनुहुन्छ। अब लगभग सबै आइसक्नुभयो। बुवाले भित्र बनाउँदै हुन्छ। यो सिमाली चाहिँ वरिपरि घर चारसिरमा गाड्नुपर्छ अरे। अब यो भित्र बुवाले सामानहरू रेडी गर्दै हुनुहुन्छ थान बनाउनको लागि। अब हामी बिस्तारै पूजा गर्छौँ। जब यो पातो चाहिन्छ, पातो चाहिँ बाहिरको कोही मान्छेसँग नै बोल्नु हुँदैन भन्ने हाम्रो चाहिँ मान्यता छ पहिलेदेखि। कोहीसँग बोल्नु हुँदैन पातो सकेपछि भन्ने मान्यता छ। जो आउनुभयो। ल हामीले चारसुन छकिसक्यौँ। अब पूजा गर्नुभन्दा अगाडि सगुन खाने पर्ने हुनाले सगुन दबाका हान्न रेडी भयौँ। हाम्रो पूजा चाहिँ सुरु अब भइसक्यो। फेरि सुँगुर डल्लै काट्नुपर्ने हुन्छ भित्र नै। भित्रै पोलेर भित्रै काटकुट सबै पकाइनु पर्ने भन्ने हाम्रो मान्यता चाहिँ पहिलेदेखि नै। अब सबै नै भित्रै पोल्छौँ, काट्छौँ। ल अब अन्डा फुटाइसक्नुभयो। अन्डामा हेर्नुपर्ने हुन्छ राम्रो नराम्रो, पूजा भयो भएन भनेर देख्न मिल्छ अरे। हामीले थाहा पाउने, हामीले त होइन। ल अब सुँगुर पनि आइसक्यो। दाइहरू ल्याइसक्नुभयो। पूजा अब ल काट्ने क्रममा हुनुहुन्छ तयारी। अब यसलाई टक्क पोल्नुहुन्छ, भित्रै पोल्ने। अनि यसलाई काट्नु पर्यो भित्र नै। पोल्न थालिसक्यौँ हामी चाहिँ। अब धेरै लाग्दैन, पोल्नु पर्यो भित्र नै। दाइहरू बत्तिसहरू पोलपाल पारेर काट्न थालिसक्नु भयो। अब यसको लागि मासु रेडी भइसक्यो काटेर। अब यसलाई पकाउनु मात्र बाँकी हो।
आज हाम्रो काकालाई चाहिँ पकाउन दिएको, काकाले स्पेसल पकाउने भन्ने कुरो छ। काकाले पकाउन थालिसक्नु भइसक्यो। उता दाइहरूले मासु अझै काटिरहनु भएको छ। मासु काटिसक्न आँट्नुभयो। उता बुवाहरूले अब फेरि पूजालाई सुरु गर्न थाल्नु भइसकेको छ। पूजा सुरु एकतिरको उठाउन सुरु भइसक्यो। अब सक्दै अन्तिम चरणमा छ हाम्रो आजको पूजा। त्यो बिरालोलाई चाहिँ मैले जस्तो फेरि 7,000 पर्छ है। रिसले भातको चाहिँ दिने भएको टोकेर खुन निकाल दसैँको दिन चाहिँ मासु भात दिएर छु र नि अचारको त्यत्रो थोरै बनाऊ मैले उति पनि थियौँ त नि हामी हो ती थियौँ त्यतिकै भन्यो ए प्यारो र तासो पो छ त त्यो टमाटर र प्याज हेरेर सकिसक्यो। यसको लागि अब बाहिर सबै उखाल्ने काम भइसक्यो। बाँधेको यो हामीले बड्कीहरूले छेकेको हुन्छ ल। फेरि हाम्रो भतिजा जुस माछा पकाउँछु भनेर ले मासु मिठो पकाउँछन्। मेरो सब भतिजहरू हो यिनीहरू। एउटा भतिजे प्याज टमाटर काटिरहेछ, त अर्को भतिजले मासु चलाउँदैछ। केटाहरूले आज गर्छ। आज केटाहरूको जुस धेरै राम्रो देख्दैछु म। चलाएको छ। फेरि हाम्रो अर्को भतिज ग्याबिन चाहिँ मासु आज केटाहरूले पकाउने रेडी पार्दैछ। अब पाक्दैछ, हाम्रो पाकिसक्छ। पछि पाकिसकेपछि चट्ट खाने हो। सबै आइसक्नु भयो बोलाएको गाउँभरिको छिमेकी।